हेलो एभ्रिवान, नमस्ते। म हजुरको सेफ पवन। आज मैले न्यू रेसिपी ट्राई गरेको थिएँ सुसीमा हैन, फ्रेस एलोबिनो सुसी। यो चाहिँ मैले स्पेशली मेनुमा छैन, हाम्रो आउट अफ मेनु हैन। मैले चाहिँ यो ट्राई गरेको थिएँ अनि यो ट्राई गरेर मैले यो चाहिँ सिधै मैले हाम्रो म्यानेजर दाइलाई चाहिँ ट्राई गराउन गइरहेको छु है। उहाँले फिडब्याक कस्तो दिनुहुन्छ ल उहाँलाई म बोलाउँछु है त। हैन दाइ, यस आउनु त यहाँ, मैले न्यू मेनु ट्राई गरेको छु। ल कुन चाहिँ सुसी हो यो फ्रेस एलोबिनो सुसी। फ्रेस एलोपिनो का माथिबाट हालेको छ? हजुर के उरामा कि? हजुर उरामा। सबैजनाले हेरिदिनु है, भाइको यो रेसिपी फलो पनि गरिदिनुहोस् हो। युजली आइ एम नट अ सुसी लभर, बट भाइले गर्दाखेरि चाहिँ मैले ट्राई गर्नु मात्रै आएको है। अदरवाइज मलाई त्यति मन पर्दैन सुसी, लेकिन भाइको लागि चाहिँ गरेको। हेर्नु ट्राई गर्नु, तपाईँहरू पनि ट्राई गर्नुहोस् है। यो टपक्क टिप्ने यसरी सुसी चपस्टिक जसलाई समाउनु आउँदैन त्यो यसरी समाउने है। हेर्नु, अलवेज पुट यो मिडल फिङ्गर यसरी हो, त्यसलाई अलिकति यसलाई होल्ड गर्ने अनि तपाईँको यो इन्डेक्स फिङ्गर छ त्यसलाई चाहिँ अलि त्यसले चलाउने है। टक्क गऱ्यो होइन। अब यो वसाबी र गाडी मन पर्दैन, त्यसले गर्दाखेरि टक्क सोयामा डुबायो, डिप गऱ्यो हो, अनि यसो उठायो, मुखमा टप्पै हाल्यो है। धेरै सोयामा मात्रै डिप नगर्नु, नत्र त्यो सलिड हुन्छ धेरै। तर बहुत दामी बनाएको छ, बहुत सलिड। भित्रको नोरी स्विट पनि जो छ नि पुरा क्रन्ची छ हो, नत्र त्यो क्रन्ची हुँदैन कतैपट्टि। भाइले बनाएको एकदमै दामी सलिड, मेरो तर्फबाट 10 आउट अफ 10 हो। नेक्स्ट डे छ भने भन्नु, म यो गेस्टलाई पनि रेकमेन्ड गर्छु, हाम्रो गेस्टहरूलाई पनि खानाको लागि सलिड बनाएको छ। भाइले नै बनाएको भएर हो कि जेन्युनली टेस्ट राम्रो छ? जेन्युन टेस्ट राम्रो। तर म जसले ट्राई गर्नु भएको छैन गर्नुहोस्, तर यस्तो खाने पनि तरिका हुन्छ। कहिले पनि डाइरेक्ट अन्ली सोयामा मात्रै डिप नगर्नु, तपाईँले धेरै सल्ट हुन्छ। तर गर्ने तरिका हो वसाबीलाई चाहिँ अलिक हल्का निकाल्दा चाहिँ सोयामा टिप्ने, त्यहाँदेखि खाने। अनि पछि टेस्टको लागि चाहिँ मुखमा हाल्ने, त्यहाँदेखि चाहिँ हामीले यो गाडी युज गर्ने। गाडी चाहिँ बेसिकली के हो भन्दाखेरि यो तपाईँको चाहिँ जिन्जर हो, पिकल जिन्जर हो गाडी चाहिँ। यो पिकल जिन्जर भनिन्छ, नर्मली थाई जिन्जर, जापानिज जिन्जर पनि भनिन्छ। र यो वसाबी जसलाई वसाबीको बारेमा हेरेर धेरै पिरो हुन्छ हो। यो चाहिँ खासै हाम्रो त्यो समुद्रको तल पाउँछ यसलाई, होर्स रेडिस भन्छ। होर्स रेडिसले बनेको चिज अलिक पिरो हुन्छ, यो खाने बेलामा ध्यान गर्नु है। ल त भाइ, बहुत बढिया, धन्यवाद है तपाईँले मेरो सुसी मन पराइदिनु भएकोमा। यसलाई मेनुमा कसरी राखिन्छ त्यो चाहिँ प्रोसेस म गरिहाल्छु। त्यसको लागि डोन्ट वरी, म भन्छु है। ल